मध्ये छैटौँ हतियारमा आएका छौँ र छैटौँ हतियारमा चाहिँ के छ भने विश्वासको ढाल चाहिँ उठाउनु। एफिसी 6 अध्यायको 16 पदमा हामीले हेऱ्यौँ भने साथै विश्वासको ढाल उठाऊ जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ। मैले सुरुमा नै दुईटा बेस बनाएको थिएँ कि हाम्रो आत्मिक युद्ध के हो भन्ने विषयमा। त्यसपछि हाम्रो आत्मिक युद्ध भनेको प्रधानताहरूका विरुद्धमा र स्वर्गीय स्थानमा बसेका आत्मिक दुष्ट्याई सेनाहरूको विरुद्धमा हाम्रो युद्ध हो भन्ने कुराहरू गएको समयमा हेरेका थियौँ। त्यसरी नै अब यहाँ वचनले के भन्छ भने कि विश्वासको ढाल उठाऊ। अब यो कुन चाहिँ विश्वास हो? हामीलाई कुन विश्वास आवश्यक छ? पहिलो कोरिन्थी 13 अध्यायको 13 पदमा पढ्यौँ भने त्यहाँ तीनटा कुरा पाइन्छ। एउटा आशा, विश्वास, त्यसपछि प्रेम। अब किन आशा? आशाको आधार चाहिँ के हो? उदाहरणको लागि तपाईँ कतै यात्रा गर्दै हुनुहुन्छ भने तपाईँलाई के लाग्छ भने म पुग्छु भन्ने आशा तपाईँको मनमा जाग्छ। तर यो आशा विश्वासमा कति बेला बदलिन्छ भने जब तपाईँ ठाउँमा पुग्नुहुन्छ त्यसपछि त्यही आशा चाहिँ विश्वासमा परिवर्तन हुँदछ। त्यसरी नै आशा भविष्यको लागि हो। आशाले भविष्यको निम्ति दौडिनको लागि शक्ति दिन्छ र यो आशा परमेश्वरबाट आउँदछ। रोमी 15 अध्यायको 4 पदमा हेऱ्यौँ भने अघि अघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्ति लेखिएका थिए, यस उद्देश्यले कि पवित्र शास्त्रबाट आउने स्थिरता र उत्साहद्वारा हामी आशा प्राप्त गर्न सकौँ। के प्राप्त गर्न सकौँ? आशा प्राप्त गर्न सकौँ। पवित्र शास्त्रबाट आउने स्थिरता र उत्साहद्वारा हामी आशा प्राप्त गर्न सकौँ। उत्साह र स्थिरता सबैभन्दा पहिला आशाले ल्याइदिन्छ। त्यसपछि बल्ल कार्य गर्ने शक्ति आउँदछ। रोमी 5 अध्यायको 5 पदमा हेर्छौँ, आशाले हामीलाई निराशा गराउँदैन किनकि हामीलाई दिएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खन्याइएको छ। अब हामीले यहाँ के पायौँ? आशाले निराशा गराउने छैन। अब यहाँ विश्वास पनि परमेश्वरबाट नै आएको देखियो र आशा पनि परमेश्वरबाटै आएको देखियो। यी दुवैजना परमेश्वरको वचनद्वारा आएको देखिन्छ। रोमी 10 अध्यायको 17 पदमा हेऱ्यौँ भने जे सुनिएको छ त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँदछ। अब यहाँ विश्वासको ढालको विषयमा छौँ। विश्वास प्रकटीकरण हुनको निम्ति सबैभन्दा पहिलो खुड्किलो चाहिँ के हो भने त्यो हो आशा। हिब्रू 11 अध्यायमा हेऱ्यौँ भने आशाको विश्वासको परिभाषा पनि के छ भने अब नदेखिएका कुराको आशा, आशा राखिएका कुराको दृढ भरोसा। नदेखिएको तर आशा राखिएको। यात्रा सुरु गर्नुभयो तर तपाईँ पुगिसक्नु भएको छैन। तर के बोकेर हिँड्नुभयो भने आशा बोकेर हिँड्नुभयो, पुग्छु भन्ने। तर जब तपाईँ पुग्नुभयो तपाईको आशा विश्वासमा परिवर्तन भयो। त्यसरी नै जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँदछ। हामीले बाइबलमा प्रभु येशूले बप्तिस्मा लिनुभयो। त्यसपछि परीक्षाको लागि उजाड स्थानमा 40 दिन र 40 रात चाहिँ उहाँ बस्नुभयो। त्यसपछि उहाँ अभिषेक पनि हुनुभयो। जुन शरीरको येशू हुनुहुन्छ, शरीरमा येशू हुनुहुन्छ, जसले चाहिँ आफैलाई मानिसको पुत्र भन्नुभएको छ र त्यही येशूले परमेश्वरको पुत्र भन्नुभएको छ र त्यही येशूले मानिसको पुत्र भन्नुभएको छ र यही येशू पिताद्वारा अभिषेक हुनुभयो। हामी प्रेरित 10 अध्यायको 38 पदमा हेऱ्यौँ भने
किनकि परमेश्वरले नासरतका येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो। उहाँ सुकर्म गर्दै र दियाबलसबाट पेलिएकाहरूलाई निको पार्दै हिँड्नुभयो, किनकि परमेश्वर उहाँको साथमा हुनुहुन्थ्यो। अब यहाँ 40 दिन र 40 रात उजाड स्थानमा उपवासमा समय बिताउँदाखेरि परमेश्वरले नासरतका येशूलाई पूर्ण रूपमा अभिषेक चाहिँ गर्नुभयो। त्यसपछि उजाड स्थानबाट निस्किएपछि मत्ती 4 अध्यायको 12 पदमा हेर्नुभयो भने त्यसपछि बल्ल येशू ख्रिस्टले सेवकाई चाहिँ सुरु गर्नुभएको छ। पश्चाताप गर स्वर्गको राज्य नजिक आएको छ भनेर उहाँले प्रचार गर्नुभयो। त्यसपछि अब हामीले वचनमा हेऱ्यौँ भने वचनको 3 प्रकारको वचन भेटिन्छ। कसरी 3 प्रकारको वचन भेटिन्छ भने वचन पढ्दै गर्दाखेरि जब तपाईँ वचन पढ्नुहुन्छ तपाईको मनमा आशा पलाउँछ। यदि तपाईँ हार्दै गर्दाखेरि वचन पढ्नुहुन्छ, विजेताको वचन पढ्नुहुन्छ, तपाईको मनमा विजय भएको आशा आउँछ। जब तपाईँ शरीरमा दुर्बल हुँदै गर्दाखेरि परमेश्वरको वचन पढ्नुहुन्छ, तपाईमा चङ्गाई र छुटकाराको आशा पलाउँछ। र त्यसरी नै अब यो पहिलो वचन 3 प्रकारको वचन मध्येमा चाहिँ पहिलो चाहिँ के छ भने वचन पढ्दाखेरि आशा पलाउँछ र यही आशा विश्वासमा परिवर्तन हुन्छ। त्यसपछि तेस्रो पोइन्टमा आशा र विश्वासद्वारा बल्ल काम प्रकट हुन्छ। सबैभन्दा पहिला त जब वचन पढ्नुहुन्छ तपाईको आशा पलाउँछ र त्यही आशामा तपाईले विश्वास गर्नुहुन्छ र जब तपाईँ विश्वास गर्नुहुन्छ, विश्वासको प्रमाण के हो भने तपाईले कार्य गर्नुहुन्छ र जब तपाईँ कार्य गर्नुहुन्छ ती चाहिँ प्रकट हुन्छ। त्यसलाई लुकाउन छिपाउन चाहिँ मिल्दैन। त्यसरी नै अझै अर्को भागमा हामीले हेऱ्यौँ भने वचनको 3 भाग छन्। अब यी वचनका 3 भाग के छ भने पहिलो चाहिँ परमेश्वर दयालु हुनुहुन्छ, यो परमेश्वरको परिचय हो। जहाँ जहाँ परमेश्वर दयालु हुनुहुन्छ, कृपालु हुनुहुन्छ, शान्तिका राजा, उहाँ अनुग्रही, उहाँ पवित्र, जति पनि छन् यो परमेश्वरको परिचय हो। यो परमेश्वरको परिचय हो कि परमेश्वर धर्मी हुनुहुन्छ। परमेश्वर एक मात्र हुनुहुन्छ, एउटै परमेश्वर हुनुहुन्छ। तर मानिसलाई मुक्तिको पूर्णतामा ल्याउनको लागि त्यही परमेश्वर येशू हुनुहुन्छ र मानिसलाई मुक्तिको पूर्णतामा ल्याउनको लागि त्यही परमेश्वर पवित्र आत्मा हुनुहुन्छ। त्यसरी नै अब यहाँ परमेश्वरको परिचय के हो भने परमेश्वरको परिचय परमेश्वर पवित्र हुनुहुन्छ र परमेश्वरको प्लान चाहिँ के थियो भने पुरानो करारमा हेऱ्यौँ भने आदिमा वचन हुनुहुन्थ्यो। यो परमेश्वरको योजना हो। भविष्यमा मसीह बनेर यो धरतीमा प्रकटीकरण हुनेछु। भविष्यमा पवित्र आत्माको रूपमा प्रकटीकरण हुनेछु। यो त परमेश्वरको योजना हो। यो परमेश्वरको दिमागमा रहेको योजना हो कि म मसीहको रूपमा शरीर र रगत धारण गरेर धरतीमा मानिसहरूको बीचमा प्रकटीकरण पनि हुनेछु र त्यसपछि म नै पेन्तिकोसको दिनबाट पवित्र आत्मामा प्रकटीकरण चाहिँ हुनेछु। यो परमेश्वरको योजना हो। तर परमेश्वर हुनुहुन्छ एउटा। तर मानिसलाई मुक्तिको पूर्णतामा ल्याउनको निम्ति परमेश्वरले गरिएका कार्यहरू चाहिँ 3 प्रकार छन्। तर त्यही 3 प्रकारको कार्य फेरि एउटै परमेश्वरले गर्नुभयो। त्यही परमेश्वर मुक्तिदाताको रूपमा प्रकट हुनुभयो र त्यही परमेश्वरले वरदानहरू दिनको लागि, तेजस्वी मण्डली बनाउनको लागि पवित्र आत्माको रूपमा प्रकटीकरण हुनुभयो। त्यही भएर हामीले कोरिन्थी 12 अध्यायमा हेऱ्यौँ भने वरदानहरू धेरै छन् तर पवित्र आत्मा एउटै। वरदानको सम्बन्ध केसँग रह्यो? पवित्र आत्मा। त्यसपछि सेवाहरू धेरै छन् तर प्रभु येशू एउटै। सेवाको सम्बन्ध को रह्यो? प्रभु येशू। त्यही भएर येशूले के भन्नुभयो? मानिसको पुत्र सेवा पाउन होइन, सेवा गर्न आयो भन्नुभयो। त्यसपछि हरेकलाई काम गर्ने प्रेरणा चाहिँ परमेश्वर पिताले दिनुहुन्छ। त्यहाँ के भनेको छ? परमेश्वर एउटै। अब एउटै परमेश्वरले हरेकलाई काम गर्ने प्रेरणा दिनुहुन्छ भनेपछि यहाँ
तीनटा देखियो, सेवा देखियो, वरदान देखियो, प्रेरणा देखियो। तर हो को त भन्दा हो एउटै परमेश्वर। त्यसरी नै अब यहाँ परमेश्वरको परिचय के हो भने परमेश्वरको परिचय परमेश्वर पवित्र हुनुहुन्छ। यो परमेश्वरको परिचय हो। त्यसपछि मानिसको परिचय के हो भने मानिसको परिचय चाहिँ मानिस पापी हो। यो मानिसको परिचय हो। अब यही पापी मानिसलाई धर्मी परमेश्वरसँग जोड्नको लागि मसीहा चाहिँ पुलको माध्यम चाहिँ बन्नुभयो। त्यही भएर बाइबलमा पाउँछौँ कि येशूले पितासँग मानिसलाई पितासँग मिलापमा ल्याउनु भएको छ भनेर भन्दछ। येशू स्वयंले भन्नुभयो कि बाटो म हुँ, सत्य म हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन भन्नुभयो। त्यसरी नै यहाँ परमेश्वरको परिचय परमेश्वर पवित्र हुनुहुन्छ। मानिसको परिचय मानिस पापी हो र यही पापी मानिस र धर्मी परमेश्वरसँग जोड्ने कार्य चाहिँ प्रभु येशूले गर्नुभयो। त्यसै कारणले गर्दाखेरि यहाँ चाहिँ परमेश्वरको परिचय चाहिँ हामी दयालु कृपालु भनेर पाउँदछौँ। र जुन व्यक्तिले प्रभु येशूलाई विश्वास गर्नुहुन्छ, सुरुमा जसले येशूलाई विश्वास गर्नुहुन्छ त्यो चाहिँ के हो भने यो सुरुको जग हो। मानिसको परिचय मानिस पापी, परमेश्वरको परिचय परमेश्वर धर्मी, त्यसपछि पापी र धर्मीलाई मिलापमा ल्याउने प्रभु येशू र जसले येशूलाई विश्वास गर्नुहुन्छ त्यो चाहिँ विश्वासको जग हो, त्यो सुरुवात हो। पहिलो कोरिन्थी 13 अध्यायको 11 पदमा हेऱ्यौँ भने किनकि जुन जग बसालिएको छ जो येशू ख्रीष्ट हुनुहुन्छ त्यसबाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन। अब यहाँ के हुनुभयो, यो विश्वास जसले विश्वास गर्नुहुन्छ उहाँको जीवनमा सुरुमा जग बसालिएको हुन्छ, त्यो जग चाहिँ विश्वास हो। त्यसपछि दोस्रो पोइन्टमा रहेको छ प्रतिज्ञा। पहिलोमा थियो परिचय, जुन चाहिँ परिचय हामीले देख्यौँ। दोस्रोमा चाहिँ के छ भने प्रतिज्ञा। अब प्रतिज्ञा कति प्रकारको छ भने प्रतिज्ञा दुई प्रकारको छ। नम्बर 1 भौतिक मृत्युभन्दा पहिलाको प्रतिज्ञाहरू छन्। तिमीले मेरो आज्ञा पालन गर्यौ भने, जसरी प्रस्थान 19 अध्यायको 5 पदमा मेरो आज्ञालाई पालन गर्यौ भने म तिमीलाई निजी, मेरा प्रजा, मेरो धन तुल्याउनेछु भनेर भन्नुभएको छ। यो मृत्युभन्दा पहिलाको प्रतिज्ञा हो। जसरी कसरी यो प्रतिज्ञा पुरा हुन्छ भने आज्ञालाई पालन गर्दाखेरि। अब यो प्रतिज्ञा चाहिँ के हो भने मृत्युभन्दा पहिला जो अदृश्य संसारको परमेश्वर दृश्य संसारमा हामीसँग चाहिँ हलचल बन्नुहुन्छ। चाहे त्यो भौतिक आशिषबाट होस्, चाहे त्यो चिन्ह र चमत्कारबाट होस्, जेबाट भए तापनि परमेश्वर हाम्रो जीवनमा उहाँ प्रकटीकरण चाहिँ हुनुहुन्छ। यो के हो, मृत्युभन्दा पहिलाको प्रतिज्ञा हो। त्यसपछि सेकेन्ड पोइन्टमा दोस्रो प्रतिज्ञा के छ भने मृत्यु पछिको प्रतिज्ञा छ। मृत्यु पछि के प्रतिज्ञा गरिएको छ भने मृत्यु भएपछि महिमाको अथवा पुनरुत्थान महिमाको शरीर चाहिँ दिने यो प्रतिज्ञा हो, मृत्यु पछिको प्रतिज्ञा। महासङ्कटकालमा नयाँ यरुसलेममा राख्ने प्रतिज्ञा, मृत्यु भइसकेपछि महिमाको शरीर दिएर पुनरुत्थान हुने प्रतिज्ञा, त्यसपछि 1000 वर्षको राज्यमा सँगै रहने प्रतिज्ञा। अब यी प्रतिज्ञा चाहिँ के हुन् भने मृत्यु पछिको प्रतिज्ञा। त्यही भएर प्रतिज्ञा दुई प्रकारको छ। एउटा संसारमा बाँचुन्जेल परमेश्वरको अदृश्य संसारको सामर्थ्य दृश्य संसारमा हामीसँग हलचल हुनु यो पहिलो प्रतिज्ञा हो। मृत्युभन्दा पहिलाको प्रतिज्ञा हो। र मृत्यु पछि हुने प्रतिज्ञा के छन् भने महिमाको शरीर दिनेछु, नयाँ यरुसलेममा राख्नेछु, त्यसपछि 1000 वर्षको शासनमा सँगै शासन गर्नेछौ, त्यसपछि अनन्त जीवनमा सदा सर्वदा मसँग रहनेछौ। यो हो मृत्यु पछिको प्रतिज्ञा। अब हामीले कुन प्रतिज्ञालाई चुज गर्ने? आज धेरैजसो प्रतिज्ञा चाहिँ के छ भने
धेरैजसो प्रतिज्ञा कुन प्रतिज्ञामा अल्झिएको मण्डली देखिन्छ भने भौतिकवादमा मात्रै। भौतिकवादमा मात्रै। बस चङ्गाई चाहियो, छुटकारा चाहियो, अनि पैसा चाहियो, अनि भौतिकवाद चाहियो, सम्पत्ति चाहियो, बस यतिमा नै अनि यही विषयमा माग त दिइनेछ, खोज त भेटाइनेछ, ढकढक्याउ त उगारिनेछ। अब यही विषयमा मात्रै मण्डली लागिरह्यो भने यो चाहिँ राम्रो होइन। किनभने यदि हामी यो भौतिक प्रतिज्ञाको लागि मात्रै पछि पर्छौँ भने यसको नतिजा राम्रो हुँदैन भनेको छ। पहिलो कोरिन्थी 15 अध्यायको 19 पदमा हेऱ्यौँ भने यदि यस जीवनको लागि मात्र ख्रीष्टमा हामीले आशा राखेका हौँ भने हामी सबै मानिसहरूभन्दा बढी दयानीय हुनेछौँ। यदि पहिलो प्रतिज्ञाको लागि मात्रै, यदि यो जीवनको लागि मात्रै, यदि मृत्युभन्दा पहिलाको जीवनको लागि मात्रै येशूलाई पछ्याएको हो भने, येशूमा विश्वास गरेको हो भने, भौतिकवादको लागि मात्रै येशूलाई विश्वास गरेको हो, परमेश्वरको वचनबाट आफ्नो फाइदाको निम्ति परमेश्वरको वचन प्रयोग गरेको हो र केवल विश्वास घोषणा गरेर मात्रै भौतिकवादलाई पछ्याएको हो भने मृत्युपछिको जीवन अथवा वचनले के पाउँछौँ भने यदि यो आशाको लागि मात्रै यो जीवनको लागि मात्रै आशा राखेका हौ भने हामी सबै मानिसहरूभन्दा बढी दयानीय, कठै बेचरा भन्ने खालको हुनेछौँ भनेको छ। त्यसै कारण यो दोस्रो पोइन्ट चाहिँ के छ भने प्रतिज्ञा। अब यो दुई प्रकारको प्रतिज्ञा रह्यो। पहिलो प्रतिज्ञा मृत्युभन्दा पहिला पुरा हुने, दोस्रो प्रतिज्ञा मृत्युपछि पुरा हुने। अब हामी कुन प्रतिज्ञामा उभिने? हाम्रो प्रतिज्ञाको लक्ष्य के हो? भौतिक संसारमा रहुन्जेल हाम्रो जीवनमा कमी, कमजोरी, अभाव जे छ पुरा होस् नहोस्, तर हाम्रो मुख्य चाहिँ के हुनुपर्छ भने महिमाको शरीर पाउने योग्यको हुनुपर्छ। अनि मुख्य चाहिँ के हुनुपर्छ भने नयाँ यरुसलेममा प्रवेश गर्न सक्ने योग्यको हुनुपर्छ। हामी प्रकाश 22को 12देखि 14सम्म पढ्यौँ भने धन्य हुन् जसले आफ्नो वस्त्र धोएको छ, जीवनको वृक्षको हक पाउनको लागि र सहरका ढोकाभित्र प्रवेश गर्नको निम्ति धन्य हुन् जसले आफ्नो वस्त्र धोएको छ। यो प्रतिज्ञाको पछि हामी लाग्ने हो। उद्देश्य चाहिँ हाम्रो यो प्रतिज्ञाको हुनुपर्छ। त्यसरी नै अब आज्ञा पालन गर्दा र नगर्दाको फाइदा के छ त भन्दा अब यो प्रतिज्ञा कसरी पुरा हुन्छ भने अब यो प्रतिज्ञा पुरा हुने चाहिँ कसरी हुन्छ भने यसको नतिजा के हो भने आज्ञा पालन हो। आज्ञा पालनद्वारा मात्रै प्रतिज्ञा पुरा हुन्छन्, चाहे तो भौतिक होस् चाहे तो आत्मिक होस्। त्यही भएर प्रस्थान 19को 5 पदमा यही भन्नुभयो, यदि मेरा आज्ञालाई पालन गर्यौ भने तिमीहरू मेरा निजी प्रजा, मेरा धन हुनेछौ भन्नुभयो। यदि आज्ञा पालन गरिएन भने हुने छैन। त्यही भएको भएर आज्ञा पालन गर्दा र नगर्दाको फरक त के छ भने पहिलो कोरिन्थी 10 अध्यायको 1 देखि म पढ्न चाहन्छु। भाइयो, तिमीहरूले यो कुरा जान भनी म चाहन्छु कि हाम्रा पुर्खाहरू सब बादल मुनि थिए र सबै समुद्रको बीचबाट भएर गए, अनि मोसामा तिनीहरू सबैले बादल र समुद्रमा बप्तिस्मा पाएका थिए। सबैले एउटै आत्मिक भोजन खाए, सबैले आत्मिक पानी पिए, किनकि तिनीहरूका साथसाथै हिँड्ने आत्मिक चट्टानको पानी तिनीहरूले पिए र त्यो चट्टान चाहिँ ख्रीष्ट नै हुनुहुन्थ्यो। तापनि हेर्नुहोस् है 5 पदमा तापनि तिनीहरूमध्ये धेरै जसोसँग परमेश्वर प्रसन्न हुनु भएन र तिनीहरू मरुभूमिमा नष्ट भए। उनीहरूले जस्तै हामीले खराबीको इच्छा नगरौँ भनी ती कुरा हाम्रो चेतावनीको लागि हुन्। अब यहाँ हेर्नुहोस् त, यहाँ के भनियो भने बप्तिस्मा पनि लिए, हैन, अब विश्वास पनि गरे, किनभने मिश्रबाट त विश्वास गरेरै यात्रा गरेका हुन् नि त। तर परमेश्वरले दिएको आज्ञालाई पालन चाहिँ गरेनन्। अब यहाँ परमेश्वर प्रसन्न किन हुनु भएन? किन यिनीहरू नष्ट भए र किन परमेश्वर प्रसन्न हुनु भएन? आज तपाईँ हामीले पनि त विश्वास गरेको, हामीले पनि बप्तिस्मा लिएको,
हामी पनि त बाइबल हातमा बोकेर मण्डली जाँदैछौँ र यिनीहरूमा र हामीमा अहिले के फरक छ? यो त हाम्रो लागि चेतावनीको लागि दिनुभएको हो। यस्तै भयो भने तिमी पनि नष्ट हुनेछौ है भन्ने कुराको सङ्केत हो यो। त यहाँ परमेश्वर किन प्रसन्न हुनु भएन र मानिस किन नष्ट भए? यसको एउटै एन्सर के हो भने आज्ञालाई पालन चाहिँ गरेनन्। र आज कसैले पनि परमेश्वरको आज्ञालाई इन्कार गर्नुहुन्छ भने बप्तिस्माको आधार छैन। यदि परमेश्वरले दिएको आज्ञालाई पालन गर्नुहुन्न, मान्नुहुन्न भने ग्रहण गरेको अर्थ पनि रहेन। बप्तिस्मा यहाँ पनि त लिएका थिए। बादल र समुद्र मुनिबाट हिँड्दै गर्दाखेरि ग्रहण त गरेका थिए मिश्र देशमा घरको ढोकाको चौकसमा थुमाको रगत लगाएर। मिश्रबाट त निस्किए, तर पुग्नुपर्ने कहाँ थियो? कनानमा पुगेनन्, बिचैमा नष्ट भए। आखिर किन? यसको एउटै कारण हो, विश्वास सँगसँगै आज्ञा पालन चाहिँ गरेनन्। त्यसै कारणले गर्दाखेरि आशा विश्वास सँगैको आज्ञा पालन हुनुपर्छ। र यो विश्वास नै यदि आशा सँगसँगै विश्वास भयो र यही विश्वासको आधारमा आज्ञा पालन भयो भने बल्ल एउटा विश्वासीको जीवनमा विश्वासको ढाल देखिन्छ। अब यो विश्वासको ढालले के गर्छ? यसले सुरक्षित राख्छ। केबाट सुरक्षित राख्छ? दुष्टले प्रहार गरेको अग्निमय तीरबाट चाहिँ बचाउँछ। त्यही भएर यहाँ बाइबलमा के भनियो भने कि साथै विश्वासको ढाल उठाऊ, जसबाट तिमीहरू दुष्टका सबै अग्नि बाण निभाउन सक्छौ। अग्नि बाण निभाउन सक्छौ। तपाईका पछिल्तिर 10 वटा अग्निमय तीरहरूले प्रहार गरेको छ र तपाईँ परमेश्वरको आज्ञा सिकाउनुहुन्छ। भन्न खोजेको के हो भने हामीले विश्वासको ढाल उठाउनु आवश्यक छ। विश्वासको ढाल उठाउनुको कार्य चाहिँ के हो भने आशा सँगसँगै विश्वास सँगसँगैको कार्य। किनभने कसैले भन्ला मसँग विश्वास छ, काम छैन। कसैले भन्ला म त बेसरी काम गर्छु, पुरा तरिकाले काम गर्छु, तर विश्वास चाहिँ छैन। र यी एक आपसमा नै अधुरो छ। यदि विश्वास छ, काम छैन, अधुरो छ। यदि काम छ, विश्वास छैन, अधुरो छ। यो दुवै के हुन्? मरेको हो। त्यही भएर विश्वास सँगसँगै विश्वास कसरी प्रकट हुन्छ भने कामद्वारा प्रकट हुन्छ। विश्वास मरेको छैन, विश्वास जिउँदो छ भन्ने कुरा प्रकटीकरण गर्नको लागि यो हो परमेश्वरले दिएको आज्ञा पालन। यदि तिमीहरूले मैले दिएको आज्ञालाई पालन गर्यौ भने तिमीहरू मेरा चेला हौ भनी अरू मानिसले चिन्नेछन् भनेको छ। तपाईँ विश्वास गर्नुभयो र आज्ञा पालन गर्नु भएन भने तपाईँ हामीसँग विश्वासको ढाल हुँदैन। र जोसँग विश्वासको ढाल छैन अनि युद्ध गर्न गयो भने एउटै अग्निमय तीरले नै ऊ नष्ट भएर जान्छ। त्यसै कारण दुष्टको अग्निमय तीरलाई निभाउनको लागि, सुरक्षित हुनको लागि विश्वासको ढाल उठाउँ। र विश्वासको ढाल नै आशा सँगसँगै विश्वास सँगसँगैको कार्य चाहिँ के हो भने आज्ञा पालन चाहिँ के हो भने यही हो विश्वासको ढाल। आज विश्वासको ढाल चाहिँ छैन, आज्ञा पालन पनि छैन। धेरैचोटि देखिन्छ तपाईँ छिचिफोहोरो गरेर त्यही मुखले परमेश्वरको वचन बोल्नु भएको छ, त्यही मुखले फेरि अन्य मानिसहरूसँग छिचिफोहोरो गरेर गाली गर्नु भएको छ। तपाईँले के विश्वास प्रकट गर्नुभयो? तपाईँले ढाल लिएको प्रकट गर्नुभयो या तीरले प्रहार भइरहेको प्रकट गर्नुभयो? त्यसै कारणले गर्दाखेरि यहाँ चाहिँ विश्वासको ढाल उठाउनु भनेको नै के हो भने आशा विश्वास सँगसँगै आज्ञा पालन गर्नु नै, यहीँबाट नै बल्ल प्रेम प्रकट हुन्छ। बल्ल प्रेम चाहिँ प्रकट हुन्छ। यो आधारमा विश्वासको ढाल ल्याऊ भन्नुभयो। विश्वासको ढाल हुनु नै परमेश्वरको अधीनमा राख्नु हो।
र परमेश्वरको अधीनमा राखेर दियाबलसको विरोध गरेपछि मात्र त्यो भाग्नेछ भन्नुभएको छ। अब ढाल पनि छैन, केही पनि छैन, विश्वास बस मुखले मात्रै छ म विश्वास गर्छु, छातीमा हात राख्यो, त्यहाँबाट प्रेरितहरूको विश्वासको सार पढ्यो, अब बानी बेहोरा चाहिँ फेरि छैन, आज्ञा पालन छैन भने यसमा हामी कदापि सुरक्षित हुने चाहिँ छैनौँ। त्यही भएर हामीबाट प्रकट हुनुपर्ने कुरा चाहिँ के हो भने विश्वासको कार्य हो। कार्य चाहिँ के हो भने आज्ञा पालन हो। यदि साँच्चै तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरो आज्ञालाई पालन गर्नेछौ। र आज्ञा पालन गर्नको लागि आज्ञालाई बुझ्नुपर्ने हुन्छ। र आज्ञालाई बुझ्नको लागि बाइबलमा खोज्नुपर्ने हुन्छ। र आज्ञालाई खोज्नको लागि बाइबल पढ्नुपर्ने हुन्छ। त्यसपछि बल्ल बुझिन्छ। त्यही भएको कारण विश्वासको ढालले हामीलाई सुरक्षित दिन्छ। तपाईँ आफू सुरक्षित हुनको लागि अग्निमय तीर जीवनमा प्रहार हुन नदिनको लागि र त्यो तीरलाई नष्ट हुनको लागि हामीले विश्वासको ढाल उठाउनुपर्छ। याद गर्नुहोला, यो घटना अदनको बगैँचामा नै भएको थियो। जब सर्पले के परमेश्वरले नखानु भन्नुभएको छ, हेर्नलाई रहर लाग्दो, खानलाई मिठास, जब यी कुराहरू मनमा खेल्यो र आज्ञालाई भङ्ग भयो, अग्निमय तीर प्रहार गरियो र मानिस र परमेश्वरको सम्बन्ध तोडियो। सेम त्यसरी नै अहिले वर्तमान समयमा पनि यही हुँदछ। त्यही भएर हामीलाई हिब्रू 10 अध्यायबाट एउटा कुरा के सिकाउनु भयो भने यहाँ हामीलाई उदाहरण दिनुभयो कि तिनीहरूले बादल र समुद्रमा बप्तिस्मा पाएका थिए, सबैले एउटै आत्मिक भोजन खाए। आज हामीसँग पनि त्यही परमेश्वरको वचन छ। सबैले आत्मिक पानी पिए, किनकि तिनीहरूका साथसाथै हिँड्ने आत्मिक चट्टानको पानी तिनीहरूले पिए, जुन चट्टान चाहिँ येशू ख्रीष्ट नै हुनुहुन्थ्यो। आज येशूले बोल्नुभएकै वचन हामीसँग छ। हामीले पनि त्यही पानी पिइरहेका छौँ। तापनि तिनीहरूमध्ये धेरैजसोसँग परमेश्वर प्रसन्न हुनु भएन। हामीसँग के परमेश्वर प्रसन्न हुनुहुन्छ या हुनुहुन्न, यो आफैले आफैलाई जाँच्ने हो। कोरिन्थी 13 अध्यायको 5 पदमा पाउँछौँ, आफैले आफैलाई जाँचेर हेर भन्नुभएको छ। त्यसै कारण विश्वासको ढाल उठाउन चाहिँ आवश्यक छ। आशा, विश्वास सँगसँगैको आज्ञा पालन नै यसले प्रमाण गर्छ हामीसँग विश्वासको ढाल छ र यो ढाल छ भनेपछि अग्निमय तीरबाट हामी सुरक्षा पाएका छौँ।